गाइस हामी हुन्छ हामी चाहिँ बिहान बिहान यसो उठेर थवाङ गाउँ घुम्ने भनेको हाम्रो दुईजना आएको छौँ हेर्न सक्नुहुन्छ। उसले चाहिँ फुल टिपेर यसो बोकिरहेको छ हेर्नु त। गुलाब के अरे गुलाबको फुल मन परेर उसलाई अहिले फुल टिपेको छ हेर्न सक्नुहुन्छ। हामी चाहिँ यसो हिँडिरहेको छौँ। बाटो यसो राम्रो छ सब यो ढुङ्गाले यसरी हेर्नु त राम्रो बनाएको छ। त्यहाँबाट मुनि हाम्रो होटल चाहिँ अलिक मुनि छ। हामी चाहिँ बिहान यसो घुम्न आएको होटल चाहिँ हल्का मुनि छ। बिहान यसो अब भोलि हामी फिर्ता जाने हो नि त त्यहीले बिहान यसो हिँडौँ भनेर आएको क्या घुम्न चिया खान हुन्छ। यो चाहिँ के हो थाहा छैन तर राम्रो छ हेर्दा। माओवादीको शहीदहरूको नाम हो क्या यस्तो छ ठिक छ होइन। चाहिँ फुटबल ग्राउन्ड चाहिँ हामी हिजो अस्ति मार्च पास सिकेको थियो क्या राम्रो छ ग्राउन्ड। हाम्रो सिल्चरमा नि यस्तो ग्राउन्ड छैन तर यहाँ यस्तो ग्राउन्ड छ यस्तो गाउँमा एकदम राम्रो ठाउँ छ। भ्यू चाहिँ एकदम राम्रो टक्क हिँड्न सक्नुहुन्छ। चाहिँ यस्तै राम्रो छ। अनि ऊ त्यो डाँडा कहाँ थाहा छ तँलाई? ऊ त्यो के हो थाहा छ? ऊ त्यो काम्ला छ नि ऊ यो काम्लाको सानो सानो त्यो चाहिँ भन्छ रुकुम। त्योभन्दा हल्का पर रुकुम हो कि ल होइन रे। त्योलाई चाहिँ के भन्छ भनेपछि जनयुद्धको बेला धेरै शहीदहरू मरेको त्यही ठाउँबाट हो। त्यसलाई के भन्थ्यो मैले नाम चाहिँ ठिक्क बिर्सेँ तर त्यहाँ चाहिँ धेरै शहीदहरू मरेका थिए त्यो गाउँको चाहिँ। राम्रै छ। यही हो हाम्रो होटल हामी बस्ने होटल। हाम्रो होटल चाहिँ होइन हामी बसेको होटल। यो चाहिँ हामी आएको बस्छौँ। अब हामी ठिक्क फिर्ता जान लाग्छौँ होटलतिर तर्फ नास्ता भातसात खाने होला ठिक्क यस्तै होला। लाइक एन्ड सब्सक्राइब भन्ने